गुड मर्निङ गाइज, हजुरहरू सबैजनालाई। आज हामी बुढाबुढी भएर काठमाडौँदेखि गोसाइँकुण्ड दर्शनमा जाँदैछौँ र यो रमाइलो यात्रामा चाहिँ अहिले हामी माछापोखरीमा बसिरहेको छौँ माइक्रोभित्र। अब हाम्रो यात्रा सुरु हुन्छ। यो रमाइलो यात्रालाई हामी क्याप्चर गरेर तपाईँहरूलाई देखाउँछौँ। इन्जोय गरौँ होला। ल गाइस, हामी चाहिँ गोसाइँकुण्ड जाँदैछौँ बुढाबुढी। यस गाइज, कस्तो अनुभव हुँदैछ बुढी? एकदम रमाइलो अनुभव हुँदैछ। अब भगवान् गोसाइँकुण्डले हाम्रो यात्रा सफल गर्नुहुन्छ भन्ने विश्वास लागेको छ। ल अब हामी चाहिँ धुन्चेबाट हिँड्दैछौँ होइन? धुन्चेबाट हिँड्दैछौँ हामी। त्यही 12:30 बजीतिर हिँड्दैछौँ काठमाडौँदेखि आएर। ल गाइस, धुन्चे एकदमै राम्रो भएको रहेछ अहिले। जाऊ, नडराइकन जाऊ है, केही हुन्न। डर त लागेको छैन नि। यता हेर त। हल्लाको त होइन होइन, आफै हल्लेको। हिँड्दै हिँड्दै हल्लिन्छ के, सामान त पर्दैन छेउमा। ए एडभेन्चर गर्ने मान्छे डराएर हुन्छ? नडराउ न, हात नसमात। ल गाइस, हामी चाहिँ यो झोलुङ्गे पुल पार गर्दैछौँ। मेरो बुढी एकदम डराउँथे। आज चाहिँ ल नडराइकन हिँडेँ झोलुङ्गे पुलबाट। ब्यास कस्तो गाइज, अब यो उकालो चढिसकेपछि हामी देउराली पुग्छौँ है। धुन्चेदेखि हाम्रो देउरालीको यात्रा हेर्नुहोस् कस्तो रमाइलो हुँदैछ बुढासँग। यहाँ बुद्धको के मूर्ति रहेछ होइन? मूर्ति रहेछ। यो हामी लाङटाङ नेसनल पार्ककै एरियाभित्र छौँ है गाइज। यता कस्तो मजाको खोला बगिरहेको छ। तपाईँहरूले आवाज सुन्नुभयो होला है, खोलाको कलकलाहट सुनिराख्नु भयो होला। गाइज, यस्तो भ्यूहरूको मैले कल्पना सपना मात्रै देखेँ क्या। आज त्यो रियालिटीमा परिणत भयो। जस्ट बिकज अफ माई हस्बेन्ड। देखियो डेन्डोबाट पनि पुच्छर लामो हुँदो रहेछ है। कता गयो? खासमा पहाडतिर यस्तो हुनुपर्ने हो क्या। देखेँ। गाइज, हामी के अरे धुम्चेबाट हेन्दी आइपुग्यौँ है। कति बजी? 12:30 बजी हिँडेको थियौँ। अहिले हामी यहाँ 3:15 बजी आइपुग्यौँ है। अब हामी देउराली 2 घन्टामा पुग्छौँ होला। देउराली त 2 घन्टा लाग्दैन, पुग्न लागिसक्यो। त्यसै पुग्न लागिसक्यो है त। अब भ्यायौँ भने हामी धेम्सेसम्म पुग्छौँ, नत्र भने देउरालीमै पास गर्छौँ। यात्रा कठिन तर रमणीय, एकदम रमाइलो हुँदो रहेछ। र गाइस, म हेर्दै पनि गरेँ है त। बुढोसँगको यात्रा रमाइलो भइरहेको छ। बुढी कस्तो अनुभव भइरहेछ? बहुत रमाइलो। रमाइलो थाकेला है बहुत बिचारा। यो आफ्नै ज्यानलाई कष्ट गराउनेले भन्छ ट्रेकिङ हो रे। गुड मर्निङ गाइज, अहिले हामी 2900 मिटर उचाइमा छौँ, यो धिम्सा भन्ने ठाउँमा है। बिहान बिहान यस्तो गुड मर्निङ। हिजो एकदमै हिँडेर थाकेको खुट्टाहरू है। अहिले अलिकति थकाइ मेटिएको छ। हेर्नुहोस् है, यहाँबाट त्यो देखिएको हिउँ परेको ठाउँ, वाह यस्तो राम्रो देखिएको छ। यहाँबाट यस्तो शान्त है, यस्तो मजा आइरहेको छ हामीलाई।
तर एकदम हिँड्दाखेरि त्यो भ्लग गराउनै सकिँदो रहेन रहेछ खुट्टा कतिखेर त्यो ठाउँमा पुगौँ भन्ने मात्रै ध्यान हुँदो रहेछ क्या है अब हामी जानुपर्ने ऊ त्यतापट्टिको सानो देखेको छ नि हिउँ परेको जस्तो हो त्यहाँ हुँदै हामी गोसाइँकुण्ड पुग्छौँ अनि तपाईँहरूलाई जति यो मोमेन्ट क्याप्चर गरेर देखाउँछौँ है त गाइस जाम्मोको खुट्टाहरू गाइस अहिले हामी चन्दनबारी भन्ने ठाउँमा आइपुग्यौँ धिम्सादेखि हामीलाई लगभग 1 घन्टा पनि लागेन है अलिक छिटो हिँड्यौँ यस्तो थकित छौँ गाइस हामीसँगै आउने भाइ तिम्रो नाम के हो तिमीहरूको के नमस्ते मेरो नाम श्रीकृष्ण तामाङ सिन्धुपाल्चोकबाट अनि बहिनीको नाम धरान र सिन्धुपाल्चोकको वागनी सुन्नु न वागनी ए ल यहाँ हाम्रै गाउँको रहेछ त हामी सिन्धुपाल्चोकको त हामी चन्दनबारीबाट अब हामी लौरी विनायक जाँदैछौँ एकछिन हिँड्दा हिँड्दै थाकेर बसेको गाइस हिउँ परेर हेर्नुहोस् दामी भएको छ है भ्यू चाहिँ बढी कस्तो लागिरहेछ अलि सास फुल्लिया छ होइन सेतमै भए रहेछ है आउन ढिलो भएछ गाइस अहिले हामी छोलाङपाटी आइपुग्यौँ है चन्दनबारीबाट अब हामी यहाँबाट लौरी विनायक जान्छौँ त्यसपछि चाहिँ यहाँ छोलाङपाटीमा दाइहरू मजाको हुनुहुँदो रहेछ तातो पानी दिनुभयो यहाँ हाम्रो आर्मीको टिम पनि हुनुहुँदो रहेछ अनि हामीलाई सल्लाहहरू दिनुभएको छ यस्तो गर्दा उस्तो के हुन्छ भनेर अब हामी त्यही रुललाई फलो गर्दै गौरी शङ्कर पुगेर फर्किन सक्यौँ भने हामी यहाँ गोसाइँकुण्ड नत्र भने हामी आज उतै बस्छौँ अनि किप वाचिङ आवर भिडियो गाइस हामी चोलाङपाटीबाट माथि आयौँ यहाँ के अरे चन्दनबारीमा रोटी बनाउनु पठाएको भाइले ठुलै रोटी बनाएछन् अब यही रोटी खाँदैछौँ हामी यहाँ त्यसपछि अनि हामी जान्छौँ माथि लौरी विनायकमा गएर भात खान्छौँ त्यसपछि बुढोलिस है त गाइस इन्जोय गर्दैछौँ हामी ल बढी भन के भइरहेछ गाइस हिँड्न धेरै कठिन रहेछ बाइ द वे ट्रेकिङ सजिलो हुँदो रहेछ घरमा सोफामा बसेर चिया खाएर गफ लगाएर जस्तो हुँदो रहेछ ननस्टप हिँड्नुपर्ने रहेछ हेर्नुहोस् तर पुगिन्छ भन्ने आशमा हिँड्दो रहेछ र अब त्यो ठाउँमा यो दुःख यत्रो दुःख गरेर हिँडेको त्यहाँ पुगेपछि यो सबै दुःख मेटिन्छ भन्ने आश छ रमाइलो भइरहेछ गाइस यो लौरी विनायकमा लौरी चढाउनु पर्ने रे हामी त यो स्टिक चढाउनु सक्दैनौँ सरासर गोसाइँकुण्ड भगवान्ले यसो साथ दिनुभयो भने हामी अगाडि बढ्छौँ आज गोसाइँकुण्ड पुग्छौँ जय शम्भो जय भोलेनाथ वाउ यार हामीले चाहिँ नयाँ टाइपको चरा देख्यौँ गाइस उड्यो यार गाइस हामी लौरी बिना आइपुग्यौँ अब यहाँबाट लगभग हामीलाई चाहिँ 2 घन्टा जस्तो लाग्छ अब हामी यसो खाना खान्छौँ एकछिन फ्रेस हुन्छौँ त्यही 2:30 बजीतिर हिँड्छौँ त्यसपछि 5:30 बजीसम्म त वहाँ पुगिहाल्छौँ र थकित चाहिँ लास्टै थकित हुने रहेछ गाइस हावा पनि एकदमै लागेको छ यहाँ है रमाइलो भएको छ यात्रा हामी बुद्ध मन्दिर आइपुग्यौँ है
बुद्ध पार्क बुद्ध पार्क आइपुग्यो अब त्यसपछि गोसाइकिन्न हिउँ परेर सेतम्य भएर है चिसा हावा चलेको छ हिँड्न कठिन भएको छ बुढीलाई के छ सकिन्छ नि बादल माथि पुगेको छ होइन कस्तो अनुभव भएको छ एकदम सपनाको जस्तो अनुभव भइरहेछ एकदम मजा आइरहेछ गाइज थकाइ पनि त्यस्तै छ बोल्नै नसकिने रहेछ ल अब हामी हिँडौँ है त गौतम बुद्धको मूर्ति राखिएको रहेछ भगवान्हरू सबै अप्ठ्यारै ठाउँमा बस्ने भगवान्लाई भेट्न आउन पनि धेरै कष्ट पार गरेर आउनुपर्ने तर शक्ति चाहिँ दिनुहुँदो रहेछ आउने र हामी खुसी छौँ अहिले सास बढेको छ गाइस हामी 4000 को फिटमा 4000 मिटरमा छौँ है त्यही भएर अलिकति यस्तो भएको पछि अलि न्यानो हुँदै जान्छ होला हस् त गाइस हामी एकदम नजिक छौँ गोसाइकुण्डको अब यो बाटोमा हिँड्दैछौँ सास फुलिरहेछ रमाइलै छ हिँड्नलाई गिभ अप गरेको छैन होइन कस्तो दामी सिन देखेको यार वाउ गाइस तलबाट हामी हिँडी यहाँ आइपुग्यौँ अब यहाँबाट हामी फाइनली गोसाइकुण्ड पुग्छौँ पुगेपछि तपाईँलाई देखाउँछौँ यो यात्रा कति कठिन छ गाइस यस्तो राम्रो सिनारी देखिरहेको छ रहेछ बादलमाथि हामी बसिरहेको छौँ वाउ एक पार्टमा थकाइ छ है एक पार्टमा यो सिन देखेर त्यो थकाइ सबै मेटिने छ क्या बट अब ठिकै छ यात्रामा कष्ट त भइहाल्छ है हरेक जीवनका हरेक यात्राहरू सहज हुँदैनन् भन्ने कुरा यस्तै ट्रेक गरेपछि थाहा हुन्छ गाइस तपाईँहरू पनि आउनु है नबिर्सेर यो ट्रेकमा हामी हेर्नु भैरवकुण्ड आइपुग्यौँ अब आधी घन्टा हिँड्यौँ भने त्यो घर देखेको छ नि हो त्यहाँदेखि उता चाहिँ गोसाइकुण्ड अनि हामी अब फाइनल्ली आइपुग्न लाग्यो गाह्रो होइन भाइ गाह्रो सहेर आयो सहेर एकदम भगवान्को शक्तिले गर्दा आइदो रहेछ गाइस गाइस फाइनल्ली हामी गोसाइकुण्ड आइपुग्यौँ अहिले हामी होटल पिसमा छौँ पिसफुल लेकमा छौँ है यहाँ राम्रै सुविधा रहेछ अब रुम यस्तो छ कस्तो नि हो हेरौँ रात रमाइलो होला होइन त गाइस यो चाहिँ गोसाइकुण्ड होइन कम्प्लिटली आइस भइसक्यो रहेछ टेम्परेचर लगभग -7 डिग्री रहेको अवस्था छ एकदमै चिसो छ गाइज तर यो भ्यू एकदमै राम्रो देखिएको छ वाउ गुड मर्निङ गाइज नमस्कार तपाईँहरू सबैजनालाई स्वागत छ आज हामी चाहिँ यहाँ गोसाइकुण्ड आइपुगेको छौँ है बिहान हिजो राति आइपुग्यौँ हामी अहिले चाहिँ हामी होटल पिसफुलमा बसिरहेको छौँ र बिहान पखको यो बिहान 6:30-7 बजीतिरको यो गोसाइकुण्डको सिनेरी हो त्यहाँ चाहिँ भगवान् शिवजी हुनुहुँदो रहेछ हो हामी दर्शन गरेर तल आयो यहाँ पुरै हिउँले जमेको छ है गाइज यो कुण्डमा नुहाउन त अब हामी सक्दैनौँ एकदमै चिसो छ है तर घाम लागेर अलि न्यानो हुन्छ कि भन्ने आश छ हेर्नुहोस् यति रमाइलो भइरहेको छ बाटोमा एकदमै कठिन भयो हिँड्दाखेरि है
तर यहाँ फाइनली आइसकेपछि चाहिँ हामीलाई एकदम आनन्द शान्त भयो र विन्टरमा आउँदाखेरि चाहिँ अलिकति टेम्परेचर चाहिँ लो भएर अलिक गाह्रो हुने रहेछ हाई एल्टिट्युड हुने सम्भावना बढी हुने रहेछ त्यसको लागि चाहिँ तपाईँहरू आफै पनि प्रिपेयर भएर मेन्टल्ली प्रिपेयर भएर चाहिँ आउनु होला र ओभरअल चाहिँ हामी एकदम रमाइलो गर्दैछौँ यो यस्तो दामी यो भएको कुण्ड हेर्दैछौँ है एकदम रमाइलो भएको छ र मेरो बुढो र म एकदम खुसी छौँ थ्याङ्क यू बुढो र हामी यहाँ बुढाबुढीको लागि घर बनाउँदैछौँ है ठुलो घर बनाउनु पर्छ भन्छ है अब हाम्रो घर कत्रो हुन्छ हेर्नुहोस् है ल हाम्रो घर हामी बुढाबुढीको घर गाइज गाइस अब हामी यहाँ गोसाइकुण्ड दर्शन गरेर फाइनल्ली फर्किँदैछौँ यो चाहिँ भैरवकुण्ड हो है पुरै हिउँ जमिरहेछ यहाँ पनि अब अनि यहाँको बसाइ राम्रो भयो होटल पिसफुल लेकले हामीलाई राम्रै सेवा सुविधा दिनुभयो है राम्रोसँग बस्यौँ दाइहरू पनि एकदम फ्यामिलियर हुनुहुँदो रहेछ रमाइलो भयो यस्तो चिसो ठाउँमा यतिको सेवा दिनु राम्रै हो ल अब यति भन्दै हाम्रो गोसाइकुण्डको यात्रा यही सकियो हस् त धन्यवाद गाइज हाम्रो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला